एन्ड स्वागत छ तपाईहरुलाई एउटा फेरि मेरो पुनः सानो भ्लगमा। धेरै दिन पश्चात म फेरि पुनः भ्लगमा आएको छु। आज चाहिँ मेरो यात्रा मेरो भाइसँग मडिचुडसम्मको छ। मूलपानीदेखि मडिचुडसम्मको छ। अब हिँडौँ, यात्रा कस्तो हुन्छ। यात्राको सुरुवात हाम्रो मूलपानी फुयाल गाउँबाट हुन्छ। हाम्रो प्लान सडनली भएको थियो। हामीलाई खासै लोकेसन थाहा थिएन। लोकेसन सर्च गरिसकेपछि हामी बसको यात्रा साँकुसम्मको गर्छौं र त्यसपछि हाम्रो ट्रेकिङ अथवा हाइकिङ सुरु हुन्छ। पहिलो गन्तव्य हाम्रो वज्रयोगिनी मन्दिरसम्मको छ। हल्का सुरुवाती यात्रा राम्रो नै भएको छ। हाम्रो दृश्य रमणीय र अन्य यात्रीहरू पनि बाटोमा देखिराख्नु भएको नै छ। बाँदरलाई बिस्कुट खुवाउँदै बिस्तारै हामी वज्रयोगिनी मन्दिरमा पुग्यौं। आज लामाहरूको पूजा परेको रहेछ। हल्का भिड नै थियो मन्दिरमा। हेलो एन्ड के छ खबर हैन। स्वागत छ तपाईहरुलाई। पुनः म स्वागत गरिराख्छु हैन। जबसम्म तपाईहरु यो भिडियोको एन्डसम्म हुनुहुन्छ तबसम्म म स्वागत गरिराख्छु। आजको हाम्रो यात्रा भनेको मडिचुडसम्मको हो। अनि स्वागत छ तपाईलाई मेरो पोडकास्टमा। उहाँ हेरेर कुरा गर्नुस् त प्लिज। थ्याङ्क यू सो मच। अनि आजको यात्रा तपाईको कस्तो भइराछ? यात्रा एकदम स्मुथली गइरहेछ हैन। अहिलेसम्म त्यस्तो बकवास टाइपको केही पनि भएन अनि एक्साइटमेन्ट टाइपको पनि केही भइरहेन। सब नर्मल चलिरहेछ। तर अहिले अब माथि जाँदाखेरि चाहिँ आई थिङ्क केही एक्साइटमेन्ट काइन्ड अफ थिङ्स चाहिँ वी विल सी। लेट्स सी। अरु त सब ठिक छ। तर यो गर्मीको समयमा यसरी हिँड्दाखेरि हल्का पसिना आएको अवस्था छ। बाइकमा अथवा स्कुटीमा आउँदा पनि मैले उत्तम माने। तर हाम्रो चाहिँ लक्ष्य थियो ट्रेकिङ गर्दै जाम, यसो हिँड्दै जाम, कस्तो हुने रहेछ वातावरणको मजा लिउँ भनेको। हल्का पसिनायुक्त यात्रा भयो। त्यही पनि ठिकै छ। बाइकहरू यसरी मस्त हिँडिरहन् हैन। साउन्ड चाहिँ नोजी नोजी आयो होला तर पनि इट्स ओके। लेट्स गो। हाइकिङ बनिसकेपछि हल्का पसिना त आइहाल्छ नै। त्यसलाई मध्यनजर नगर्दै जङ्गलको बाटो सल्लाहगारी हुँदै हामी टपमा पुग्छौँ र हल्का फोटोसोटोहरू खिचेर फेरि अगाडि बढ्दछौँ। अहिले चाहिँ हामी यो के भन्छ टपमा आएका छौँ। ठाउँको नाम चाहिँ मलाई खासै थाहा भएन। तर अझै पनि यात्रा छ, लामै छ जस्तो लाग्छ। के छ खबर भन्नु त? सब एकदम बढिया छ कि। अब चाहिँ लगभग हामी आइसकेका छौँ। आज शनिबार भएर होला सायद भिड धेरै नै छ। हामीले टिकट काटिसके पश्चात हामी दहतर्फ लाग्यौँ। धेरै भिड छ। भिड अलि धेरै भए पनि मलाई यात्रा चाहिँ रमाइलो नै लागिरहेको छ। मडिचुड दह यहाँबाट नजिकै छ साथीहरू। तर मडिचुड दह जानु पूर्व यस्तो दृश्य आउँछ, हेर्न सक्नुहुन्छ। मान्छेहरूको भिड आज अति नै धेरै छ। आज शनिबार भएर होला अलि धेरै भिड छ हैन। त्यही पनि ठिकै छ। हेरौँ। This is the place.
मणिचुडदह एकदमै राम्रो छ। यहाँको शीतलता मलाई फिल भएको छ। तर आज एकदमै बढी भिड छ र साथै यहाँ आज लामाहरूको पूजा पनि चलिरहेको छ। नन्दी, शिवलिङ्ग तथा अन्य मूर्तिहरू पनि यहाँ देख्न पाइन्छ। डेस्टिनेसन इज गुड, तर अलिकति बढी मान्छेको क्राउड रहेछ, सो अनि मजा आएन। दसैँ तिहार आएको भाइमा ठिक छ। क्राउड देखाइदिनु न एकपल्ट। क्राउड पनि देखाइसकेको छु। ढुङ्गा थियो त उचाल्ने। अहिले चाहिँ हामी यो मणिचुडको जङ्गलमा बिस्तारै भ्रमण गरिरहेका छौँ। अचानक भागले आक्रमण गर्न सक्ने सम्भावना मैले देखेको छु, तर गर्दैन होला होइन। काशी काशी अब चाहिँ हामी 1.5 घन्टा यहाँ बसिसकेपछि अब घरतिर निस्किँदैछौँ। अब ल भिडियोको चाहिँ यहाँ इन्ड हुन्छ। धेरै पनि बनाउनु हुँदैन कि धेरै लामो समयको सेकेन्डको, बुझ्नुभयो? लभ यु। ल मणिचुड फेरि भेटौँला, बाई, गुड नाइट।